के हो अहिलेको जस्तै अघि हामीले अब्जर्भ गर्दाखेरि कुनै पनि वस्तुलाई चाहिँ हामी मास्तिर अब्जर्भ गर्छौँ अब एङ्गल अफ डिप्रेसन फ्रस्ट्रेसन एउटा वर्ड छ नि त्यो त्यसलाई सम्झेर हेर्ने हो भने फेरि त्यो डिप्रेसन भनेको तिमीहरू डिप्रेसनमा गएको फ्रस्ट्रेटमा गएको वाला डिप्रेसन होइन र डिप्रिसिएसन पनि भनेर प्रनाउन्स गरिन्छ है हामीले कुनै पनि अब्जेक्ट हेर्नको लागि चाहिँ हामीले हाम्रो टाउकोलाई हाम्रो 4 किलोलाई के गर्नु तलतिर फर्काउनु when we move our head downward to see an object जब हामीले हाम्रो 4 किलोलाई अब्जेक्ट हेर्नको लागि तलतिर फर्काउँछौँ तलतिर मुभ गर्छौँ त्यो बेला पनि त के हुन्छ होरिजन्टल लाइन हुन्छ लाइन अफ साइड हुन्छ अनि त्यहाँ कर्नर फर्म हुन्छ हुँदैन ल त्यसो भए यहाँनिर तिमी यो स्कुलको छत यो छत है यहाँनिर टक्क बसिरहेको छौ यहाँ तल चाहिँ सर यहाँनिर चाहिँ के छ यो चाहिँ ग्राउन्ड भयो हो ग्राउन्डमा चाहिँ मेलिन टक 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 अङ्गालो हालेर हिँडिरहेको छ यहाँनिर कहिले जाने नि होला होइन अङ्गालो हालेर हिँडिरहेको छ टक 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 हेर त्यही मेलिनको हाइट यत्रै छ ठिक छ अब यहाँनिरबाट के गर्छ ओमले अब्जर्भ गर्छ ओ मेलिन भन्छ यसले त मेलिन भन्छ आकाश बेसेर ओ मेलिन त भन्दैन नि भन्छ यहाँबाट हेर्छ त ऊ त्यहाँ गइरहेछ ओ तिनीहरूले त के बाँडेर खाइरहेछ त्यहाँ पैसा भेटायो क्या हो मेरो 5 मा फसिदियो यहाँबाट अब्जर्भ गरिरहेछ केटाले माथिबाट तल अब्जर्भ गरिरहेछ जस्तो अहिले त्यो बेलामा यहाँनिर हुन्छ नि त अब्जर्भर त यहाँ हो नि तैँले देख्न चाहेको अब्जेक्ट त तल छ नि वस्तु त यहाँ तल छैन तैँले हेरिरहेको वस्तु त तल छ भने यहाँबाट सर यहाँ अब्जर्भ गर्छस् ठिक छ भने यहाँ अब्जर्भर भयो अब्जेक्ट त यहाँ भयो नि अब्जेक्ट के भयो तल भयो यो बेलामा चाहिँ यसरी अब्जर्भ गर्दैन यसरी अब्जर्भ त गर्दैन होला ओहो तल मेलिनहरू रहेछ ऊ पैसा भेटायो लाउन हजुर त भन्दैन होला यसरी हेरिन्छ नि त भने त्यसरी हामीले चाहिँ के गर्छौँ तल अब्जेक्टलाई चाहिँ तल भएको अब्जेक्टलाई चाहिँ के गर्छौँ अब्जर्भ गर्छौँ भने यो बेलामा यो के हो यो लाइनलाई के भनिन्छ लाइन अफ साइड डाउनवर्ड लाइन अफ साइड त्यो अब भन मलाई यो बेलामा होराइजन्टल लाइन कहाँ फर्म हुन्छ अघि हामीले यसो गर्दाखेरि एङ्गल अफ एलिभेसनमा यहाँनिर चाहिँ के बनाएको थियो होराइजन्टल लाइन फर्म भएको थियो भने अब यसो गर्दाखेरि होराइजन्टल लाइन कहाँनिर फर्म हुने भयो यहाँनिर फर्म हुने बुझ्यो होराइजन्टल लाइन कहाँनिर फर्म हुने भयो अब यो आँखाबाट ठिक छ अब एङ्गल फर्म हुँदाखेरि यतातिर फर्म हुने होइन यो होराइजन्टल लाइन त यहाँ छ नि साथीहरू यो कर्नरमा चाहिँ एङ्गल फर्म हुने हो यसलाई चाहिँ अब के भनिन्छ एङ्गल अफ डिप्रेसन भनिन्छ बुझ्यो अब यो त अहिले मैले भनिहालेँ यो बेस र यो बेस के हुन्छ सेम हुन्छ जहिले पनि यो 90 डिग्रीमा उभिया हुन्छ सर 90 डिग्रीमा नहुन सक्छ हाम्रो स्कुल त अलिकति बाङ्गो छ त्यस्तो हुँदैन साथी हाम्रो स्कुलको वाल अलिकति बाङ्गो छ यो घर त कस्तो बाङ्गो छ सर यो 90 डिग्री त्यो हुनैपर्छ र हुन्छ पनि बुझ्यो 90 डिग्री नै हुनुपर्छ अब हेर यो एङ्गल फर्म हो सर यो एङ्गलबाट त कसरी चाहिँ नि हामीले चाहिँ यसको लेन्थ अथवा डिस्टेन्स निकाल्ने भन्ने हुन्छ नि यो एङ्गल र यो एङ्गलको सम्बन्ध छ रिलेसन छ वाट इज द रिलेसन बिट्विन यो एङ्गल र यो एङ्गल के हो रिलेसन अल्टरनेट हेर त जेड सेपमा छ नि हेर त अल्टरनेट एङ्गल है अनि किन अल्टरनेट भन्दाखेरि यो र यो के हुन्छ प्यारालेल पनि हो यो लाइन र यो लाइन के हो प्यारालेल हो त्यही भएर के भयो यो र यो लाइन प्यारालेल हुने बित्तिकै यो एङ्गल र एङ्गल के भयो अल्टरनेट एङ्गल यहाँ जति एङ्गल छ यहाँ त्यति नै एङ्गल हुन्छ यो आइसके पछाडि त सकिँदैन बुझ्यो एङ्गल अफ एलिभेसन एङ्गल अफ डिप्रेसन